57 लाखको एजुकेसन ट्र्याप। के बालेन शाहको सरकारले हामी सबैलाई 57 लाखको एजुकेसन ट्र्यापबाट बचाउन सक्लान्? हो, नेपालमा पढेका सबै युवाहरू 57 लाखको एजुकेसन ट्र्यापमा छन् र अब हामी सबैको एउटै अन्तिम आशा भनेको बालेन शाहको नयाँ सरकार हो। आउनुस् पहिला बुझौँ यो 57 लाखको एजुकेसन ट्र्याप चाहिँ के हो त। नेपालमा प्ले ग्रुपदेखि मास्टर्ससम्म पढ्नको लागि 57 लाख रुपियाँको खर्च हुन्छ र यसको मुख्य कारण हो, तपाईलाई सुन्दा अचम्म लाग्ला 57 लाखको खर्च कसरी हुन्छ। आउनुहोस् पहिला बुझौँ यसलाई। सुरु गरौँ प्ले ग्रुपबाट। प्ले ग्रुपमा तपाईँ भर्ना हुन जानुभयो भने प्ले ग्रुपमा तपाईँले यी खर्चहरू बेहोर्नु पर्ने हुन्छ। एडमिसन, मन्थली फी, एनुअल फी, लन्च, स्टेसनरी। सरकारी स्कुलमा पढ्न जानुभयो भने त्यहाँनिर हालत खराब छ। तपाईले त्यही कारणले पनि प्राइभेट बोर्डिङ स्कुल पढ्नुपर्ने हुन्छ। प्राइभेट बोर्डिङ स्कुलमा महँगो र सस्तोलाई छाडिदिउँ, मध्यम स्तरको बोर्डिङ स्कुलमा कति खर्च लाग्छ हेरौँ। एडमिसनको 5,000, मन्थली फी 3,000 जुन वर्षको 36,000 हुन आउँछ, एनुअल फी 15,000, लन्चको 3,000 जुन चाहिँ वर्षको 36,000 हुन आउँछ, स्टेसनरीको 2,000 जुन चाहिँ वर्षको 24,000 हुन आउँछ। तपाईँलाई यहाँनिर लन्च र स्टेसनरीको खर्च चाहिँ किन जोडेको भनेर लाग्ला, तर तपाईँले त्यो लन्च चाहिँ स्कुलमै गएर खाने खाजा हो, त्यही कारण यहाँनिर जोडिएको छ। र रह्यो स्टेसनरीको पैसा स्कुललाई बुझाउनु पर्दैन, तर तपाईँले किन्नुहुन्छ र खर्च हुन्छ। प्ले ग्रुपको बच्चालाई कस्तो खालको स्टेसनरी, लेगोजहरू, इन्टरेक्टिभ लर्निङको लागि जुन मेटेरियलहरू किन्नुपर्ने हुन्छ जुन चाहिँ महँगो पर्न सक्छ। यही कारणले हामीले यति खर्च जोडेका छौँ र प्ले ग्रुपको टोटल खर्च हुन आउँछ 1,16,000 रुपियाँ। यसै गरी नर्सरीको 1,28,000 रुपियाँ, एलकेजीको 1,30,000 रुपियाँ, युकेजीको 1,35,000 रुपियाँ। हामीले यहाँ सबै खर्च विवरणहरू भनेका छैनौँ, तर यो खर्च विवरणहरू तपाईँले हेर्न चाहनुभएको खण्डमा हाम्रो डिस्क्रिप्सनमा लिङ्क हुनेछ। लिङ्कमा थिचेर तपाईँले सबै खर्च विवरणहरू हेर्न सक्नुहुनेछ। त्यसै गरी 1 क्लासमा 1,68,000, 2 क्लासमा 1,70,000, 3 क्लासमा 1,75,000, 4 क्लासमा 1,80,000, 5 क्लासमा 2 लाख, 6 क्लासमा 2,05,000, 7 क्लासमा 2,10,000। यहाँसम्म त ठिकै छ। 8, 9, 10 पढ्न झन् निकै महँगो छ। 8 क्लासमा हामीले खर्च निकाल्दाखेरि 3,29,000 आएको छ र 9 क्लासमा आएको छ 3,50,000, 10 क्लासको 4 लाख, 11, 12 को 6 लाख। त्यसै गरी ब्याचलरको सबै खर्च जोडेर हुन आउँछ 12,50,000। 12,50,000 मध्यम स्तरको खर्च हो। तपाईँले एमबीबीएस, इन्जिनियरिङ जस्ता पढ्नुभयो भने तपाईँको खर्च 20 देखि 50 लाख ब्याचलरमै सकिन्छ। हामीले यहाँनिर बीबीएस, बीबीए, आईटी जस्ता विषयहरूलाई पनि राखेर एभरेज निकालेका छौँ जुन चाहिँ 12,50,000 हुन आउँछ। त्यसै गरी मास्टर्सको टोटल खर्च हुन आउँछ 10,50,000। तपाईँले प्ले ग्रुपदेखि मास्टर्ससम्म पढ्नुको सबै खर्चलाई जोड्नुभयो भने त्यो हुन आउँछ 57,96,000। 22 वर्ष लगाएर 57,96,000 को खर्च गरेर तपाईले मास्टर्स डिग्रीसम्मको पढाइ सम्पन्न गर्नुहुन्छ। मास्टर्स डिग्रीसम्म पुगुन्जेलसम्म हामीहरूको एभरेज एज 25 वर्षको हुने गरेको छ। अब मास्टर्स डिग्री सकिसकेपछि तपाईँले तलब कतिको पाउनुहुन्छ? 50,000 को? यो त एकदमै धेरै ठुलो तलब हो। यदि तपाईँले 50,000 को तलब पाउनुभयो र तपाईँले चाहिँ 20,000 मा आफ्नो जिन्दगी चलाएर 30,000 ले चाहिँ यो 57,96,000 तिर्न लाग्नुभयो भने पनि तपाईँलाई 16 वर्ष लाग्छ यो पढेको ऋण तिर्नको लागि। पहिलो कुरो, यदि पढ्ने नै हो भने के मिडल क्लास फ्यामिलीले 57,96,000 खर्च गरेर मास्टर्स डिग्रीसम्म अध्ययन गर्न सम्भव छ नेपालमा? हामीले यहाँ आएर बुझ्न के जरुरी छ भने हाम्रो एजुकेसन सिस्टम आर्थिक रूपमा फेल भइसकेको छ। हामीले सानैदेखि पढेका थियौँ नि, एजुकेसन इज द बेस्ट इन्भेस्टमेन्ट भनेर, त्यो यहाँनिर आएर फेल हुन्छ। आउनुहोस् म तपाईँलाई देखाउँछु कसरी फेल हुन्छ भनेर। तपाईले प्ले ग्रुपदेखि मास्टर्ससम्म जुन 22 वर्ष लगाएर पढ्नुहुन्छ त्यहाँनिर भएको 57,96,000 लाई चाहिँ एभरेज निकाल्ने हो भने तपाईले हरेक महिना 21,954 रुपियाँ तिर्नुपर्ने हुन्छ। यसको मतलब प्ले ग्रुपदेखि मास्टर्ससम्म हामीले मन्थली एभरेज भनेको 21,954 रुपियाँ पढ्नको लागि तिर्नुपर्ने हुन्छ। हामीले यसलाई यस्तो गरेर हेर्यौं, यदि तपाईले नपढेर 21,954 रुपियाँ चाहिँ 22 वर्षसम्म एसआईपी गर्नुभएको भए तपाईको 25 वर्षको एजमा कमाई कति हुन्थ्यो होला? हामीले यसलाई क्याल्कुलेट गरेर हेर्यौं। स्क्रिनमा देख्न सक्नुहुन्छ एसआईपी क्याल्कुलेटर छ। तपाईले 21,954 रुपियाँ हरेक महिना राख्नुहुन्छ। 15 वर्षको रिटर्न इन्ट्रेस्ट छ। 22 वर्ष तपाईले सेभिङ गर्नुहुन्छ।
तपाईले 22 वर्षपछि 25 वर्षको एजमा पाउन सक्नुहुन्छ 3,96,63,390 रुपैयाँ। 22 वर्षपछिको 50,000को जागिर ठिक कि 3,96,63,390 रुपैयाँ चाहिँ ठिक? अझै भन्नु होला पढी लेखेको मान्छेले त मजाले जिन्दगी चलाउन सक्छन्, उनीहरू बाठा हुन्छन्, नपढेको मान्छेले केही पनि गर्न सक्दैन, यो ठुलो पैसा भएर के गर्ने, यो पैसाको उनीहरूले सही सदुपयोग गर्न सक्दैनन् भनेर यसलाई पनि अझै सजिलो बनाइदिउँ। तपाईसँग 3,96,63,390 रुपैयाँ छ, यसलाई अब हामी एसडब्ल्युपी गरौँ। एसडब्ल्युपी भनेको तपाईसँग भएको एकमुष्ट पैसालाई चाहिँ तपाईले ब्याङ्कमा अथवा म्युचुअल फन्डमा लगेर राख्नुहुन्छ र तपाईले चाहिँ हरेक महिना पैसा निकालिराख्नुहुन्छ र तपाईले निकालेको पैसा त ठिक छ, तर बाँकी भएको ब्याङ्कमा भएको पैसाको चाहिँ तपाईले ब्याज आइरहन्छ र यो पैसा चाहिँ तपाईको केही वर्षपछि अझै झन् धेरै भएर पनि बस्छ। एसडब्ल्युपी क्याल्कुलेटरमा मैले गएर 3,96,63,390 रुपैयाँलाई राखिदिएँ र मैले चाहिँ 25 वर्षको मान्छेलाई महिनाको 1 लाखको तलब छुट्याइदिएँ। अब पढेको मान्छेले 50,000को जागिर खान्छन्, तपाईले चाहिँ महिनाको 1 लाख रुपैयाँ रिटर्न लिइराख्नु भएको छ र तपाईले यो 1 लाख महिनाको तलब पैसा लिने र बाँकी पैसा चाहिँ ब्याङ्कमै राख्ने काम चाहिँ कहिलेसम्म गर्ने त? तपाईँ 75 वर्षको एजसम्म बाँच्नु होला, हामी 50 वर्षसम्म यसलाई गरिराखौँ। तपाईँ 25 वर्षको पुग्नुभयो, 50 वर्षपछि तपाईँ 75 वर्षको पुग्नुहुन्छ। यसो गर्नुभयो भने तपाईसँग 75 वर्षको एजमा हुँदो रहेछ 5,450.3 करोड। भनेपछि के नपढेको मान्छेले केही गर्न सक्दैनन्? तपाईँले चिन्ता नलिनुहोस्, तपाईँ नपढ्नुहोस्, पढेको मान्छेहरू सीए बन्लान्, फाइनेन्सियल एडभाइजर बन्लान्, तिनीहरू तपाईँकोमा आएर काम गरिहाल्छन्। र अझै यो प्लानलाई चाहिँ अझै मजेदार बनाउनको लागि यस्तो पनि गर्न सकिन्छ। तपाईँ 2 करोडको घर र गाडी किन्नुहोस्, राम्रो इभी 40-50 लाखमा आइहाल्छ। 1.5 करोडको तपाईँले घर किन्नुभयो र बाँकी जिन्दगीभर तपाईँले महिनाको 1 लाख रुपैयाँ झिकिराख्नुभयो भने तपाईँ 75 वर्षको एजमा पुग्दाखेरि तपाईँको टोटल सम्पत्ति हुन आउँछ 1,996.15 करोड। तपाईँ अझै पनि करोडपति नै हुनुहुन्छ। यसको मतलब के त? मैले तपाईँलाई भर्खरै देखाएको हिसाब अनुसार त्यो व्यक्तिगत रूपमा त फाइदा होला। के हामी सबैजनाले त्यसै गर्ने त? अब पढ्न छोडिदिने अनि महिनाको पैसा जम्मा पार्दै राख्ने? त्यो पनि होइन। पढाइले व्यक्तिगत रूपमा मानिसलाई सहयोग गर्छ नै र पढाइले समाजलाई सहयोग गर्छ। पढी लेखेको मानिसले सभ्य समाजको निर्माण गर्न सक्छन् र सभ्य समाजले सभ्य देशको निर्माण गर्न सक्छन् र हाम्रो सभ्यता नै बलियो भएर जान्छ। भनेपछि यहाँबाट फाइदा कसलाई पुगिरहेको छ त? अन्तिममा फाइदा भनेको देशलाई नै हुने हो र हरेक सामान्य व्यक्तिले 57,96,000को खर्च गरेर पढ्न सक्दैन। त्यसैले यो पढाइको जिम्मा सरकारले लिदिनुपर्छ। यही भएर नै नेपालको संविधान 2072 को धारा 31ले तपाईँ हाम्रो 12 कक्षासम्म पढ्ने अधिकारलाई सुनिश्चित गरेको छ। तर समस्याको कुरो संविधान बनेको 10 वर्ष भयो, तर नेपालीहरूले त्यो अधिकार अहिलेसम्म पाएका छैनन्। यो भिडियो हेरिरहनु भएको कतिजनाले चाहिँ 12 कक्षासम्म फ्रीमा पढ्न पाउनुभयो? करिब 0। नयाँ बनेको बालेन्द्र शाहको सरकारको एउटै म्यान्डेट थियो, सुशासन। सुशासन आउनको लागि सभ्य समाज चाहिन्छ। सभ्य समाजमा संविधानको हरेक धाराहरूको अक्षरशः पालना हुनुपर्छ। संविधानमा राखेको हक र अधिकारबाट हामी सबैजना वञ्चित भएका छौँ। के नयाँ बनेको बालेन्द्र शाहको सरकारले हामीलाई संविधानको धारा 31 को अधिकार दिलाउन सफल होला नि त?